आजको यस प्रथम सभाध्यक्षको भूमिका निर्वाह गरेर बस्नुभएका सभाध्यक्ष महोदय, त्यसै गरी प्रमुख अतिथि तथा मंगोल नेशनल अर्गनाइजेसनका आदरणीय कार्यवाहक केन्द्रीय सचिव बिल्लाल वालहाङज्यू र ड्यासमा आसीन सम्पूर्ण समुपस्थित केन्द्रीय पदाधिकारी दाइ दिदीहरू र यस प्रथम ऐतिहासिक बृहत मंगोल प्रेमी महानुभाव आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट मंगोल मायाले भएरी सुनसरी जिल्लाको धरान बजारमा प्रथम ऐतिहासिक बृहत मंगोल सभा ती कुना कन्दरामा रहेका विकट गाउँ बस्तीमा रहेका सुतिरहेका यिनीहरूले हाम्रो अस्तित्व लुटिरहेका छन्। यसै गरी नै हो हाम्रो अस्तित्व फिर्ता गर्ने। यस जनमासलाई देख्दा, यस माहौललाई देख्दा एउटा साहस ममा आएको छ। अब का दिनमा हामी यहाँका मूलवासी मंगोलहरू, विश्वलाई थर्काउने मूलवासी मंगोलका सन्तानहरू, वीर गोर्खालीका सन्तानहरू मरेका बिरालो र अस्तित्वविहीन भएर त्यो गल्लीमा हिँड्ने कुकुर भएर हामी बाँच्ने छैनौं। किनभने हामी त्यही मूलवासी, त्यही विश्व थर्काउने वीर गोर्खालीका सन्तानहरू हौ। त्यसैले हाम्रो रगतमा त्यही वीर गोर्खालीको रगत बगेको छ अनि हामी कायरका सन्तान हैनौं। यी विदेशी बाहुन क्षेत्रीहरूले तहरू आदिवासी जनजाति र मतवाली होस् भन्दैमा हामीले यो आदिवासी जनजाति र मतवालीको पगडी हामी कहिले पनि गुथ्याउने छैनौं र यो अन्याय अत्याचार सहदैनौं। किनभने यिनीहरू यो देशको होइनन्। यिनीहरू विदेशबाट भाग्दै आएको धोती र जनै भिरेर नेपालमा भित्रेका विदेशी शरणार्थी र यो देशको भतुवा हुन्। अहिलेको यो देशको अवस्था हेर्दाखेरि साह्रै दयनीय लाग्छ, दुःख लाग्छ। किनकि हुनुपर्ने ठाउँमा भएको छैन र त्यो नहुनु पर्ने ठाउँमा चाहिँ भएको छैन। कुकुरले चाहिँ पुच्छर हलाउँछ, पुच्छरले त कहिले कुकुर हलाउँदैन नि। तर यो देशमा यो सिर्जना, यो अवस्था सिर्जना भएको छ कि यहाँ पुच्छरले चाहिँ कुकुर हल्लाएको सिर्जना अवस्था सिर्जना भएको छ। मतलब यहाँको मूलवासी मंगोलहरूले शासन सत्ता चलाउनु पर्नेमा यहाँका हिजो भित्रेका विदेशी बाहुन शरणार्थी भतुवाहरूले यहाँ हामीमाथि अन्याय अत्याचार र शासन सत्ता चलाइरहेका छन्। अब यसको विरोध गर्ने कि नगर्ने? त्यसैले हामीले यसरी भनिराख्दा हाम्रा अग्रज व्यक्तिहरूले विभिन्न त्यस्ता विकट त्यस्ता उत्तरी भेगमा गएर यसरी नै मंगोल राष्ट्रवाद फैलाउने क्रममा धेरै दुःख कष्ट झेल्दै हाम्रा अग्रज व्यक्तिहरूले यस्तै कार्यक्रम गर्नु भएको छ। तर अब हामी मंगोलहरू एकजुट हुन आवश्यक छ। एकताको सूत्रमा बाँधिन आवश्यक छ। यी बाहिरबाट भित्रेका विदेशी बाहुन क्षेत्रीहरूको विरुद्धमा आवाज उठाउन आवश्यक छ भन्दै म एउटा गीत सुनाउन चाहन्छु हजुरहरूलाई। अब स्वर त अघिको जोश र जागर आयो, नारा विदेशी बाहुन क्षेत्रीहरूको अब विरुद्धमा बोल्दा बोल्दा अलिकति के रे स्वर त भाँसिएको नै छ। तर पनि मंगोलहरू, तपाईँ मूलवासी मंगोलहरू, एउटा मंगोलले भनेको अब स्वर त जस्तो सुकै होस् तर पनि सुनिदिनु हुनको लागि म हजुरहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। ताने ताने हो मेरो रागतमा साहस बगेको छ, मेरो मुटुमा अस्तित्व धड्केको छ। म त वीर मंगलको सन्तान हुँ, मेरो रागतमा साहस बगेको छ।
सान ताने हो रुकने बानी छैन मेरो मर्नै परे मारुला झुक्ने बानी छैन मेरो देशलाई माया गर्ने माता वीर मंगलको सान ताने हुँ मेरो रगतमा साहस बगेको छ मेरो मुटुमा अस्तित्व धड्केको छ भन्दै यो 21औं शताब्दी भनेको अहिन्दू मूलवासी मंगोलको शताब्दी हो र अस्तित्वविहीन बाँच्नु भनेको गल्लीमा हिँड्ने कुकुर र पशु सरै बाँच्नु हो भन्दै म यस स्टेजबाट बिदा हुन चाहन्छु र अबको समय म कार्यक्रम सञ्चालकजीलाई हस्तान्तरण गर्न चाहन्छु। जय मंगल।